सबै थुन्चेबारी बनाएर हालेको नि मान्छे बर र पिपल लैजाम भनेको कालेले त्यही भएर जाँदैछन्। देखाइदेऊ न कति ठुलो बुटा। यो पिपल यो बर। बेहुलो त्यहाँ बसेको सो गाइस अब म देखाउँछु हाम्रो दुला राजालाई। के भन्नु छ कस्तो लागिरहेको छ? पैसा छ त पुरा यता रहेछ त यता पनि छ खोइ हातमा खै के हो त्यो के हो? हे गाइस वेलकम टु माई न्यू ब्लग। के छ खबर? सन्चै हुनुहुन्छ? होप सन्चै हुनुहुन्छ। म पनि ठिकठाक छु। रुगा लगाइरहेको ठिकै ठाकै छु। अनि यहाँ हाम्रो कालेको के अरे बर्दिवन काले भनेको चिन्नुहुन्छ होला पण्डित सुरज के भनेर चिन्नुहुन्छ उता हो। फिलहाल उता भइरहेको कामहरू अलिअलि यता पाउँछन्। अनि त्यही यो साँझ भइसक्यो 4-5 बज्न लागिसक्यो। हावाहुरी पनि चलिरहेको पानी आउला जस्तो पनि भइरहेको रुगा पनि लगाइरहेको। सो अलिअलि काम गरौँ है त त्यहाँ जाऊँ कामसाम गरौँ। सिनेमेटिक कसले काटिदियो बाल? 3 लेयरमा काट्थ्यो नि त। काले भन्न यो उल्याउनु जाने कि न सल्लो ल्याउन क्या? सल्लो ल्याउनु जाने कि हामी कहाँ जाने? कालेको बिहेको लागि बन्दैछ गेट। कहाँ तल भने कहाँ के सबै लगाएन अरे हामी जान्छौँ कुर्ची ल्याउन। कुरुची चियर यता उहाँको के अरे प्रतिबन्ध उहाँको के कुरा गर्नु। सिङ्गल कस्तो अरे सिङ्गल त सिङ्गल तर डबल भोलि यसकै हुने हो यो प्रतिबन्ध। अनि त्यसको लागि हामी त्यहाँ कुर्ची चाहिन्छ नि त बस्ने पानी आउला जस्तो भयो। त्यही पनि हल्का म्यानेज तान्नु पऱ्यो। त्यही भएर टेन्टवालाले कुर्ची ल्याइदिनु छ क्या। त्यही भएर हामी यता कुर्ची पाउँछ त्यहाँ पुरा उठाएर बोकेर लिएर आउनु पऱ्यो। यसो जामै त कुर्ची ल्याउनु। के भन्नु छ र? के खुवाउनु छ र? पर्सि भोलि भन्न भोलि हामी यहाँ कुर्सीको लागि यताउता हिँड्यौँ। लास्टमा चाहिँ भएन पाएन। अब हामी यतै बाटो हामीले अब जान लाग्यौँ खाजा खाने ठाउँमा। अब थारुकोटे चाहिँ यतै हो। त्यही भएर त्यो कुर्सी नपाए पनि व्यवस्था गरौँ भनेर यसले बस्ती त यहाँ पुरानो छ। उयो घर चाहिँ बबाल हो क्या कति ठुलो छ। जमिनदारको अरे जमिनदार यो पनि जमिनदारको यो पनि गुप्तीपुरको यता पुरा गार्डन छ। एकचोटि हामी काहीँ सल्लाह ढाल्न थियौँ। सो जाम है त उतै खाजासाजा खाएर जाम। अब त्यही त हो यसले खुवाउने नै फेरि मैले मेरै पैसाबाट खाने होइन। मेरो पैसाबाट होइन खुवाउने मैले हो तर पैसा भेज खाम भन्छ यस्तो नन भेज खानु मिल्दैन अरे। त्यही भएर शुद्ध चाउमिन खाने भन्छ अरू केही खानु अरे। लसपस पनि लसुन प्याज पनि खानु मिल्दैन अरे। नो गार्लिक नो अनियन तर यो चिसोमा हाल्यो हुन्छ नि त। ओके चाउमिन खाएको हालेर भोलि बिहे हो यसको सानोतिनो। हामी ल्याउन आएको के अरे कुर्ची तर अब खाजा खाएर जानु पर्यो। सो ओदार हुन लागिसक्यो जामै त घरतिर काले काम गरेको स्यालेरी त पाएकै हुन्छ लोभी सुत्थाहरू टिप्सको अपेक्षा गर्ने मान्छेबाट त्यो काम गऱ्यो भन्ने त्यो हो क्या।
पुरा होटलको कुरो भइरह टिप्सको बारेमा अरे सो राम्रै त गर बर र पिपल लैजाम भन्यो कालेले त्यही भएर जाँदैछन् देखाइदेऊ न कति ठुलो बुटा यो पिपल यो बर बेहुलो त्यहाँ बसेको हामीले काम गर्नु पर्यो झारेर पिपल बर ल्याइसक्यौँ म चाहिँ दुइटै रुखमा गएँ ठुल्ठुलो रुखमा काले पनि काहीँ पनि गएन किन मिल्दैन त्यस्तो जानु मिल्दैन होला अब जानु मलाई दुःख देखा यस्तो भुलिया भइसक्यो अब हामी घरै भेटौँला कालेको बिहेमा सानोतिनो प्रतिबन्ध गुड मर्निङ आज चाहिँ अर्को दिन अनि कालेको चाहिँ उता सानो सानो बिहे हुँदैछ त्यहाँ जामै त कालेको प्रतिबन्धमा चलपल भइरह गेटको यहाँ बन्दैछ दाइले बनाउँदै हुनुहुन्छ गेट काले सिग्नल यो बारी सारी अम्काइदिनु पर्दैन हेर्ला नि त माथितिर कोहीले हेर्ला नि माथितिर उता माथितिर फेरि माथि थाहै छैन सिङ्गल छु भने सिङ्गल हो कहिले काहीँ हेरेपछि अनि थाहा हुन्छ सिङ्गल छु बेलुका बेला सिङ्गल हो कि म सिङ्गल हो त्यसपछि त्यसमा घिउ तेल भन्ने केही थिएन त्यो भएन थोरै बाबा बन बाबा बाबा बन बाबा बन उल्कै रमाइलो छ त बर्दो बन्छ कहाँको काले बाबा बन बाबा यहाँ आउनु मन मिठो खानु मिठो बाबा भन्न बाबा यहाँ आउनु भन् ड्याडी भन् ड्याडी ड्याडी जस्तो हुने त्यो आफै धुनमा फेरि चलपल सबै थुन्चेबारी बनाएर हालेको नि मान्छे नुहाइसक्यो नुहाएर हिँडेको हिरो भएर हट भएर पट भएर हिँडे ल निकै छ रमाइलो सो गाइस म धेरै गायब भएर निस्किसकेँ यहाँको काली पुरा फुल चेन्ज भइसक्यो है ए काली हो हेलो हेलो त्यो पहिलो लाएर बसिरह अझ पुरा रेवन चाहियो अरे राई कहाँ कानमा लगास् त कानमा त सुन अलरेडी टुप्पी बाँधिदियो त जोगी भइसक्यो त्यहाँ के दिने तँलाई गङ्गु ल्याएर झोलामा हालिदिउँ आइ त छैन ल छुट्टीको त उठाइदेऊ न काले झोलामा के हालिदिउँ के भन्छ के हालिदिउँ झोलामा ट्रुवालीलाई सुन्दै त छ नि त कानमा त्यो त्यहीँ बाँधिदिनु क्या यो तारमा बाँधिदिनु न ल हाल्नेमा चाहिँ सादा चाहिँ भिडियो हुन्छ गायनमा गइदिएपछि सबै यता बस्छ न यता अलग भन् मामा भान्जाको पुरा डिल चलिरह के दिने के नदिने भन्नु कटर कटरमा
त्यही भनौँ न प्रमोसन माग्न प्रमोसन मेरो मलाई एक्लै बना लाग्ने चाहिँ अब जोडा बना भागमला फर्किन्छ यो जोडा न माया पनि जाऊ भन अरु भन्दैन कही गाई गाई सब छन् त सबैले भन फुलदाइले भन पलतिर बसेछ कालेको वर्धिमान अन्तिम चरणमा पुगिसक्यो त्यहाँ गरे माथि त्यहाँ कुर्सी माथि उभिएर खाप्छु कहाँबाट देखियो अब हान्दैन त के गर्ने त सब केटीले छोडेर गयो भन्छ को वर्धिमान पनि भइसक्यो अब अनि हामी यहाँ खाँदैछौँ शुद्ध भेज अब नन भेज खानु लग्छ कालेले अब कहिले लग्छ साँझसम्म भान्जाहरू छन् यता पवनले त प्रसाद कुकुरलाई खुवाइदिएको त्यो नयाँ बन कालेको प्रसाद सो खाम अनि कालेलाई भेटौँला एकैचोटि पछि सो गाइस अब म देखाउँछु हाम्रो दुला राजालाई के भन्नु छ कस्तो लागिरहेको छ पैसा छ त पुरा यता रहेछ नि त यता पनि छ खोइ हातमा खै के हो त्यो के हो ठिक छ यता भइसक्यो देउडा अब देउडा पनि देखाउँछु है त म आफूले ओढेर के सो गाइस म आइसक्यो यहाँ रुममा सुत्दिनुपर्छ उता नाचिरहनु काले भाइकोमा त्यसको वर्धिमान सर्दिमान भइसक्यो त्यो कता गायो होला त्यो मान्छे छ सो त्यही हो कस्तो लाग्यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला आजलाई यति नै बाई टेक केयर